हिजो मात्रै जुन एउटा घोषणा पश्चिम बङ्गाल सरकारले गर्यो कि दार्जिलिङ, कालिम्पोङ, मिरिक, खरसाङ र सिलिगुडीलाई स्मार्ट सिटीको रूपमा एउटा त्यसलाई भिन्नै बेग्लै नाम दिएको छ। स्मार्ट सिटी नभएर हिमालय सिटीका रूपमा विकसित गर्ने, विकास गर्ने एउटा घोषणा गरेको छ। यो एउटा ठुलो उपलब्धि हो पहाडको जनताका लागि विकासका क्रममा हेर्नु पर्दाखेरि, किनभने जब यो हिमालय सिटीका रूपमा विकसित गरिन्छ, यहाँ बाटो पनि बनिन्छ, पिउने पानीको व्यवस्था पनि हुन्छ, स्कुल हुन्छ है, ट्राफिकको व्यवस्था समस्याको समाधान हुन्छ, सोलिड वेस्ट म्यानेजमेन्टको समाधान हुन्छ, डम्पिङ यार्डको समाधान हुन्छ। विभिन्न प्रकारका आज सामान्य जनसाधारणले जुन समस्या भोग्नु परेको छ नि, तोदेखि हाम्रो जनताले मुक्ति पाउँछ। एउटा ठुलो उपलब्धि हो र हामीहरूले 1 महिना भित्रमा यति चाहिँ महसुस गरिसक्यौँ कि सरकारको हामीहरूको जीवनमा के भूमिका हुन सक्दो रहेछ भन्ने एउटा हामीले अहिले अलिकति बुझ्दैछौँ, एहसास गर्दैछौँ। किनभने हिजोसो पनि हामीहरू राम भरोसा या आफ्नै भरोसा थियो, तर आज जे होस् अलिकति सरकारले केही बोलिदिँदैछ, केही घोषणा गरिदिँदैछ र केही गर्ने स्थितिमा आउँदैछ। यो एउटा पहाडका जनताका लागि ठुलो उपलब्धि हो।